हेलो गाइज, आज म हजुरलाई यस्तो राम्रो ठाउँ एक्सप्लोर गर्न जाँदैछु है। अन्तिमसम्म भिडियोलाई हेर्नु होला। र यो ठाउँ चाहिँ साउथ कोरियाको बुसानमा अवस्थित हो है। यो ठाउँ चाहिँ लगभग बुसान सिटीदेखि 1 घन्टाको यात्रा तह गरिसकेपछि हामी यो ठाउँमा आएका छौँ। र यो ठाउँको नाम भन्नुपर्दा चाहिँ हेदोङ युङगुङसा भन्छ है। हेदोङ युङगुङसा भन्छ। त्यो चाहिँ एकदमै राम्रो छ। हामी चाहिँ चुसोको विधामा बुसान घुम्न आएको क्रममा चाहिँ बुसानमा चाहिँ घुम्ने ठाउँहरू के छ भनेर खोज्दाखेरि चाहिँ यो ठाउँको पनि मैले नाम देखेँ है। अनि त्यसपछि यसो भिडियो देख्दाखेरि राम्रै लाग्यो र हामी दाजुभाइहरू घुम्न आएको छौँ। अनि बुसान सिटीदेखि चाहिँ हामी लगभग 1 घन्टाको बसको यात्रा गरेपछि है, धेरै टाढा रहेछ बुसानदेखि चाहिँ। अनि 1 घन्टाको यात्रा गरेपछि यो ठाउँमा आयौँ। यत्रो लङ टुर गरिसकेपछि ठाउँ चाहिँ कस्तो होला, राम्रो भएन भने चाहिँ अब खिन्न हुन्छ नि त लङ टुर गरेर आइसकेपछि त। तर यहाँ आइसकेपछि चाहिँ यस्तो खुसी भयो, मन प्रफुल्ल भयो होइन। एकचोटि चाहिँ स्वर्ग नै पुगेको जस्तो अनुभूति भयो क्या। एकदमै राम्रो ठाउँ है। हेउन्डेबाट भन्दा नि राम्रो समुद्रको भ्यू देखिँदो रहेछ यहाँबाट। छालहरू पनि एकदमै राम्रो फाल्ने क्या समुद्रले। अनि ती माथि के कुरा गर्ने र समुद्रकै माथि गुम्बा भइसकेपछि त्योभन्दा पिस ठाउँ के होला र क्या। एकदम स्वर्गमा पुगे जस्तै अनुभूति भयो मलाई चाहिँ होइन। अनि स्पेसली यो ठाउँ चाहिँ है फ्यामिलीहरूसँग आउँदा चाहिँ एकदमै राम्रो ठाउँ रहेछ है। फ्यामिलीसँग आउनको लागि चाहिँ धेरै पिस ठाउँ है। हजुरहरूलाई पनि मेन्टली डिस्टर्ब छ भने चाहिँ यो ठाउँमा जानु भने चाहिँ तपाईँलाई धेरै नै रिफ्रेस फिल हुनेछ है। एकदमै बुसानमा हुनुहुने साथीहरूले यो ठाउँमा एकचोटि भिजिट गर्नु होला। र कसै साथीहरू पनि बुसान घुम्ने आउनु सोच्दै हुन्छ भने चाहिँ बुसान आएको बेला चाहिँ यो ठाउँ पनि नछुटाउनु होला है। यो चाहिँ मेरो सजेस्ट भयो। आई प्रमिस यु डोन्ट फिल द रिग्रेट है। यो ठाउँमा गइसकेपछि चाहिँ एकदमै राम्रो ठाउँ छ है। अनि हामी चाहिँ 4-5 जना आएको थियौँ है। अनि दाइहरू चाहिँ अगाडि हिँड्दै हुन्छ, फोटो खिच्दै हुनुहुन्छ है। दाइहरूलाई नि एकदमै धेरै मन परेछ यो ठाउँ चाहिँ। मैले नै सजेस्ट गरेर ल्याएको दाइहरूलाई है। एकदमै मन परेछ। दाजुहरू चाहिँ अगाडि फोटो खिच्दै हुन्छ र चाहिँ म चाहिँ युट्युबको लागि चाहिँ यहाँ थोरै क्लिपहरू लिँदैछु। अनि गाइज, एन्ड यु आर वाचिङ दिस भिडियो फ्रम प्रमोद प्रधान युट्युब है। एन्ड दिस माई युट्युब च्यानल। हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भने लाइक गर्नु होला र सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला है। आउने दिनहरूमा मेरो च्यानलबाट चाहिँ म अझै यस्तै कोरियालाई एक्सप्लोर गर्नेछु। कोरियाको राम्रो ठाउँको भिडियोहरू हाल्नेछु है। हजुरहरू जहाँ भए तापनि हजुरहरूलाई म कोरिया एक्सप्लोर गर्नेछु। एउटा लाइक र एउटा सब्सक्राइब गर्न चाहिँ कन्जुसाइ नगरिदिनु होला है। र बिहान पख चाहिँ एकदमै पानी पर्न लागेको थियो यो ठाउँ निस्किँदाखेरि चाहिँ। अनि दिउँसो चाहिँ चट्ट मौसम पनि जान्थ्यो, एकदम घाम पनि लागेको छ, मनमा घाम पनि लागेको छ। र आज चाहिँ हाम्रो लास्ट डे हो बुसानमा है। अब हामी चाहिँ यो ठाउँ घुमिसके पछाडि चाहिँ ब्याक टु माई कार्यस्थल होइन, ब्याक टु आवर कार्यस्थल। र हाम्रो चाहिँ 4-5 दिनको बिदा छ है, सकिन लागेको छ। अनि फेरि अब घुमिन्जालसम्म रमाइलो, फेरि अब काम गर्न थालेपछि फेरि कडा जिन्दगी सुरु भइहाल्छ है। हेर्नुहोस् न, समुद्रहरू पनि काँडा भइरहेको छ। अनि केही स्तूपहरू पनि रहेछ, विच आर रिलेटेड टु द बुद्धिस्ट रिजन है। आई डोन्ट नो नेपालमा जस्तो देखेको थिएन, कोरियामा जस्तो रहेछ। लुक एट द भ्युज गाइज है। यस्तो राम्रो छ गुम्बाको भ्यूहरू पनि। गुम्बा चाहिँ अलिकति थोरै फरक स्टाइलमा छ, नेपालको जस्तो अलिकति छैन यहाँ चाहिँ। यो चाहिँ कोरियाको स्टाइलमा बनाएको छ। र अब चाहिँ हामी गुम्बा घुमिसकेर चाहिँ अलिकति समुद्रको भागतिर जाँदैछौँ। र दिस इज द लास्ट पार्ट अफ भिडियो है गाइज। आई होप यु आर इन्जोइङ सिङ दिस भिडियो है। अब म चाहिँ यो ठाउँमा एक दुईवटा फोटोहरू खिच्नेछु। त्यो फोटोहरू मैले यो भिडियोको लास्टमा हालिदिनेछु है। र गाइज, अब भिडियो चाहिँ यहीँ सकिन्छ है। थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। बी हेल्दी, बी वेल्दी, बी ह्याप्पी है। स्टे ह्याप्पी गाइज। सी यू इन नेक्स्ट भिडियो। Thank you. Bye.